शैक्षिक हडताल 2081 चैत्र 20 गतेबाट भएको शैक्षिक आन्दोलनका क्रममा लिएको एउटा सानो भिडियो यहाँहरूमाझ प्रस्तुत गर्न चाहन्छौँ। विभिन्न जिल्लाबाट एकदमै बलियो रूपमा उपस्थित भएका गुरुवर्गज्यूहरू करिब 1 लाख सङ्ख्यामा हुनुहुन्थ्यो। यसै गरी 77 जिल्लामध्येबाट बाजुरा जिल्लामा रहेको नेपाल शिक्षक महासङ्घको पनि बलियो उपस्थिति रहेको देखिन्थ्यो। हाम्रो सुदूरपश्चिमबाट सहभागी भएको नेपाल शिक्षक महासङ्घ पनि यसै गरी क्रमबद्ध रूपमा लामबद्ध लागेको थियो। बाजुरा जिल्लाबाट हामी विभिन्न नगरपालिकाबाट गाउँपालिकाबाट उपस्थित सरहरूको उपस्थिति चाहिँ एकदमै बलियो रहेको थियो। नेपाल शिक्षक सङ्घ बाजुरा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बाजुरा लगायतका सम्पूर्ण शिक्षक तथा शिक्षक सङ्गठनहरूका घटकहरूको उपस्थिति रहेको थियो। नेपाल शिक्षक महासङ्घका अध्यक्ष आदरणीय श्रद्धेय गुरु पूर्णबहादुर खाती सर, यसै गरी नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष प्रेमराज पाध्याय लगायत विभिन्न बाजुरा जिल्लाका 9वटा स्थानीय तहबाट विभिन्न गुरुहरूको बाक्लो उपस्थिति रहेको देखिन्थ्यो। माइतीघर मण्डलाबाट सुरु भएको उक्त आन्दोलन बानेश्वरसम्म रहेको थियो। विभिन्न समूह विभिन्न जिल्लाबाट आएका विभिन्न सरहरूले आफ्नो कला क्षेत्र प्रस्तुत गर्नुभएको थियो। विभिन्न ठाउँका कला क्षेत्रहरू प्रस्तुत गर्दै सरहरूले मौन आन्दोलन गर्नुभएको थियो भने आन्दोलनको 6औं दिन अर्थात् आज 2081 चैत्र 25 गते सरहरूले मुखमा कालो मास्क लगाएर आफ्नो मौन आन्दोलन जारी राख्नुभएको थियो।
शैक्षिक हडताल गर्नु हाम्रो रहर होइन, बाध्यता हो। त्यसैले यसमा सबैले आफ्नो ठाउँबाट सहयोग गर्ने अपेक्षा लिन चाहन्छौँ। धन्यवाद।